ठीक छ दाइ हेलो हेलो साइड हो जानुहोस् है साइड हो जानुहोस् साइड भएपछि रमेश ल अब भयो ल भेरी गुड भेरी गुड ठीक है ओकरा के लाटा कुदै छ नेपालका केंद्र के अध्यक्ष पुष्पकमल दाहाल प्रचंड जनकपुर विमानस्थल में आबि रहल छथि। महोत्तरी के गोपालपुर आबि गेलथि। अध्यक्ष सरकारको अहिलेको गतिविधिबाट के समयमा निर्वाचन हुन्छ जस्तो लाग्छ? अर्को कुरा यो वामपन्थी एकता कहिलेसम्म हुन्छ र कति सम्भावित हुन्छ? निर्वाचन तोकिएको समयमा हुनुपर्छ। सरकारले यसलाई गम्भीरतापूर्वक लिएर निर्वाचनको वातावरण बनाउनु पर्छ। हिजो मात्रै संसदीय दलहरूसँग हिजो जो वार्ता भएको छ सरकारको, त्यसबाट सरकार बिस्तारै निर्वाचनतिर गम्भीर हुँदै गएको आभास त मिल्छ, तर अझै पनि निर्वाचनको वातावरण बनेको छैन। तपाईहरुलाई थाहा छ, हामीले चाहिँ यो असाधारण परिस्थितिमा अन्तरिम सरकारले निर्वाचन घोषणा गरिसकेपछि अब निर्वाचनमै केन्द्रित हुनुपर्छ भनेर सबभन्दा पहिला पार्टीको केन्द्रीय समितिको बैठक बसेर निर्णय गर्ने पार्टी माओवादी केन्द्रै बन्यो। तपाईहरुलाई थाहा छ, सबभन्दा पहिला जेएनजी आन्दोलनपछि सार्वजनिक रूपमा अपिल गर्ने पनि हामी नै भयौँ र अहिले फेरि काठमाडौँ भ्याली बाहिर मध्य प्रदेशमा आएर कार्यक्रम गर्ने पनि सायद हामी नै पहिलो पार्टी भयौँ। এখন निर्वाचनको वातावरण बन्नुपर्छ, यो पहिलो कुरा हो। दोस्रो कुरा, वामपन्थी एकता र ध्रुवीकरणको कुरा। समाजवादी मोर्चामा भएका पार्टीहरू एकता प्रक्रियातिर हामी अगाडि बढेका छौँ। मलाई लाग्छ छठपछि तपाईहरुले एउटा नयाँ परिस्थिति देख्नुहुनेछ वामपन्थी एकता। धन्यवाद है, अहिले यति नै।